के भन्छन् भने श्रीमान ज्ञानी यो त व्यापारी हो, यो राजनैतिक व्यक्ति होइन भन्छ नि। हजुर हो, श्रीमान ज्ञानेन्द्र एउटा पोलिटिकल पर्सन मात्रै नभए पनि बिजनेस पर्सन पनि हो। त्यो बिजनेस पर्सनको त क्यालकुलेसन खतरा हुन्छ नि त, हो कि होइन? हजुर बिजनेस पर्सनको त क्यालकुलेसन खतरा हुन्छ। त्यो पोलिटिक्स र बिजनेस मिसिएपछि सकिएन कुरा, त्यसको अर्थतन्त्र पनि राम्रो भयो। अर्थतन्त्र राम्रो हुन्छ अनि सिद्धिएन। हजुर अब फेरि ठ्याक्कै क्वेसन पनि यही छ, अर्थतन्त्रमै छ। नेपाली जनतालाई विदेशी कपडा लगाउन मनाही गरिदिनु, आफ्नै देशको कपडा बुन्न जान्ने मानिसहरू लगाई नमुना देखाएर सिकाउनु र बुन्न लगाउनु। यसो भएमा आफ्नो देशको नगद विदेश जान पाउँदैन। आफ्नो देशको जिन्सी तथा अन्य जडीबुटीहरू पनि विदेशतर्फ लैजानु र त्यहाँबाट नगद रकम आफ्नो देशतर्फ खैचुनु। नगद रकम जरी हुन्छ आफ्नै देशमा खैचिराख्नु। मतलब उहाँले चाहिँ इन्डस्ट्रीहरू खोल्नु, उद्योगहरू खोल्नु, नेपालको पैसा नेपालमै राख्नु भनेर भन्नुभयो। अब उहाँको वंशजहरूले चाहिँ राजा महेन्द्र, त्यसपछि राजा वीरेन्द्र, ज्ञानेन्द्र सरकारले पनि नेपालमा इन्डस्ट्रीहरू खोल्नुभयो। तर जब गणतन्त्र आयो तब यो इन्डस्ट्रीहरू चाहिँ फेरि बेचिन थालियो। अझ लाजै बचाएर हामीले उद्योगहरू बेच्यौँ भनेर नेताहरू भाषण गर्दै हिँड्छन्। भनेपछि अब नेपालीहरू विदेश जानु परेको, नेपालमा उद्योग कल कारखाना भएको भए त यहीँ काम गर्थे। नेपालीहरूले अथवा नेताहरूले दिव्य उपदेशको पालना नगरेको भएर आज नेपालीहरूले दुःख पाइरहेका हुन्। अब यसलाई बाबुले जुन व्याख्या गर्नुभयो त्यो व्याख्या पनि एकदम सठिक छ। हजुर तर अर्को कुरो के हो भने त्यो अफिमले ढुनमुनिएको लथालिङ भएको चिन हजुर माओ सेतुङले माथि उठाए नि, हजुर होइन? हो। अनि माओ सेतुङको अर्थनीति के थियो? जनवादी अर्थतन्त्र। व्यक्तिको त केही पनि नहुने, कम्युनमा गएर भात खाने अनि छाउनीमा गएर सुत्ने एउटा भौतिक जीवन। यो मेरो स्वास्नी हो, मेरो लोग्ने हो, मेरो छोरा हो भन्ने भावना छैन। त्यस्तो जनवादी अर्थतन्त्र नैराश्य फैलियो। ओहो, यो त होइन रहेछ। नौलो जनवादी अर्थतन्त्र माओ सेतुङले नै करेक्सन गरेको छ। पहिले जनवादी अर्थतन्त्र, पछि नौलो जनवादी अर्थतन्त्र। र नौलो जनवादी अर्थतन्त्र के हो त भन्दाखेरि अब विदेशको व्यापारीहरूलाई, उद्योगपतिहरूलाई आफ्नो देशमा आएर उद्योग गर्न नदिने, व्यापार गर्न नदिने र आफ्नो देशको चाहिँ उद्योग खोलाउने र पैठारी गर्ने, हजुर विदेशी धन आर्जन गर्ने। नौलो जनवादी अर्थतन्त्र त्यही हो भने त्यो माओ सेतुङको नौलो जनवादी अर्थतन्त्रभन्दा 250 वर्ष अगाडि त पृथ्वीनारायण शाहले विदेशी महाजनलाई गढ पर्साभन्दा माथि आउन नदिनु, आफ्नो देशको चाहिँ खनिज जिनिस हजुर बुटी बाहिर निकासी गरेर चाहिँ नगद खैँछन्। त्यही होइन नौलो जनवादी अर्थतन्त्र। हजुर त्यस कारणले अब त्यसको आधारमा त्यतिखेर के थियो भने भारत र नेपालको सन्धि। हजुर भारतको स्वीकृति नलिकन तेस्रो मुलुकसँग नेपालले व्यापार गर्न नपाउने, कल कारखाना खोल्न नपाउने, बाटोघाटो खोल्न नपाउने, त्यस्तो थियो। तर श्रीपाद महेन्द्रले अनि भैरवबाट चाहिँ नेपालगञ्ज जानु पऱ्यो भने भारतको बाटो जाने, फाइदा कसलाई भयो? भारतलाई भयो। हजुर श्रीपाद महेन्द्रले अनि पूर्व पश्चिम राजमार्ग खोलिदिए। यो खण्डदेखि त्यहाँ खण्ड फलाना राष्ट्रले बनाउने, यहाँदेखि फलाना राष्ट्रले बनाउने, पूर्व पश्चिम राजमार्ग खोलिदियो। भारत हेरी भयो। कोदारी राजमार्ग, अहिले अरण्यको राजमार्ग भन्छौँ। त्यो नेपाल र भारतको सन्धि सम्झौता अनुसार खोल्न पाइँदैन, खोलिदिए। नेसनल ट्रेनिङ लिमिटेड सिनियर सामान बेच्नको लागि खोलिदिए। अनि भारत हेरी भयो। आँटाको कुरा भयो नि त। हजुर भने के आँटाले खान्छ कि ढाँटाले खान्छ भन्छ, तर आँटाले खाने हो, ढाँडोड गरेर खाने होइन। त्यस कारणले चाहिँ नि अब यहाँ नारायणघाटमा पुल तर्ने बित्तिकै गैँडाकोट आयो, भ्रुकुटी कागज कारखाना। जापान अहिले विश्वको सबभन्दा विकसित देश जापान। हजुर जापानको यान छपाउने नेपालको भ्रुकुटी कागज कारखानामा प्रयोग उत्पादन भएको कागजले छपाउने।
कस्तो थियो नेपालको इज्जत। तर अब अहिले त्यसलाई त कबाडीको भागमा बेचिदियो। त्यो चाइनिज सामान त अहिले भारतमा गइसक्यो थियो। अब यहाँ चाहिँ नि गाई गोरु कति मर्छन्, भैँसी कति मर्छन्। बाँसबारी छाला जुत्ता कारखाना चिनले खोलाएको त्यो पनि बेच्दियो। जुत्तामा त निर्भर थियो नि त। हजुर। भारतको बाटा कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने बाँसबारी छाला जुत्ता कारखाना, हेटौडा कपडा कारखाना रुसले खोलाएको, जनकपुर चुरर कारखाना, ती सबै अहिले केही पनि छैन। ट्रली बस चिनले चलाइदिएको, ट्रली बस छैन अहिले केही पनि छैन। त्यस कारणले चाहिँ नि यो चाहिँ नि माओ त्से-तुङको नौलो जनवादी अर्थतन्त्र भनेको पृथ्वीनारायण शाहको आर्थिक नीति हो। त्यसरी पनि अब अहिलेका चाहिँ अमेरिका गएर चाहिँ नि इकोनोमिक्समा कमर्समा पिएचडी गर्ने प्राध्यापक डाक्टरहरूले यो कुरो बुझ्नुपर्छ। अनि यही सन्दर्भमा एउटा भनौँ कम्युनिस्टको नीति के हो? एक राष्ट्र एक भाषा। हजुर। एक राष्ट्र एक भाषा कम्युनिस्टको नीति। चीनमा कति भाषा छन्, कति भाषा छन्, तर चीनको राजकाजको एउटा भाषा छ। चीन एउटा राष्ट्र छ। नेपालमा पनि मैले 2224 भने काठमाडौँ, भरतपुर, पाटन, विजयपुर, चौदण्डी। पृथ्वीनारायण शाहको पालामा 54 टुक्रामा विभाजित थियो नेपाल। तर नेपाल राष्ट्र एक राष्ट्र अहिले भाषा आयोगको अनुसन्धानमा 134वटा भाषा बोल्ने समुदाय छन् यहाँ भनेको छ। तर नेपाली भाषा राष्ट्रभाषा नेपाली। विक्रम सम्वत 1 सम्वत, त्यतिखेर नेपाल मण्डलमा नेपाल सम्वत चल्थ्यो, पहाडतिर शक सम्वत चल्थ्यो। नेपाल राष्ट्र एक राष्ट्र, नेपाली भाषा एउटा राष्ट्रभाषा, विक्रम सम्वत 1 सम्वत। त्यो पृथ्वीनारायण शाहको एक राष्ट्र एक भाषाको नीति 250 वर्षपछि कम्युनिस्टले अपनाए भने अहिलेको मै हुँ भन्ने कम्युनिस्टहरूले बुझोस् न। यो भने पक्का कम्युनिस्ट को रहेछ त? पृथ्वीनारायण शाह रहेछ। त्यो कुरा पनि बुझ्नु पर्यो। भने नौलो जनवादी अर्थतन्त्रको प्रणेता पृथ्वीनारायण शाह, एक राष्ट्र एक भाषा एक सम्वतको प्रणेता पृथ्वीनारायण शाह। अझ अर्को कुरो म भन्छु, माओ त्से-तुङले एउटा पहिले जनवादी अर्थनीति यो भएन भने करेक्सन गर्यो, नौलो जनवादी अर्थनीति। त्यसपछि सांस्कृतिक क्रान्ति। हजुर। सांस्कृतिक क्रान्ति भने पुराना कुराहरू डङ्गा डुङ्गा सबै भत्काएर कता फाले। बौद्ध गुम्बाहरू सबै खचरखानामा परिणत भयो। त पछि ओहो बर्बाद भयो, यो त गर्न नहुँदो रहेछ भनेर आफैले फालेका ठुटाफुटाहरू सँगाल्यो। आजभन्दा कति वर्ष अगाडि चीनमा एउटा ओलम्पिक खेल भएको थियो नि। हजुर। रङ्गशालाको नाम चराको गुँड खेल खेलेको छ। तर भित्तामा चाहिँ नि चीनको हजारौँ वर्ष अगाडिको सभ्यता र संस्कृति झलक देखाएको छ। भने ऊ त खेल देखाएको छ, हामीले आफ्नो भाषा धर्म र संस्कृतिको संरक्षण गरेका छौँ है भनेर पनि देखाएको छ। र सांस्कृतिक क्रान्ति भनेको के हो भने आफ्नो अभियानमा हजुर कुनै पुराना परम्परागत कुराहरूले बाधा पार्छ भने त्यसलाई हटाइदिने सांस्कृतिक क्रान्ति भनेको थियो। जस्तो पृथ्वीनारायण शाह, 8 टिकाका राजाहरू, शाह राजा, खान राजाहरूको गोत्र भारद्वाज गोत्र। हजुर। अब गोर्खाका पण्डित पृथ्वीनारायण शाहलाई लडाइँ गरेर फुर्सद छैन, सपनामा पनि लडाइँ गर्ने। गोर्खाका पण्डितहरूले चाहिँ नि मित छेराको व्यवहार अध्याय श्रवण गरी बस्नुपर्छ महाराज। त्यसो भयो भनेदेखि शासन चलाउन पोख्तमा आज पनि भन्ने, भोलि पनि भन्ने, पर्सि पनि भन्ने, उसलाई फुर्सद छैन। पण्डितहरूले दुवाक्का दिगेर सुनौँ न त, गोर्खामा किताब खोजेको पाइएन, तनहुबाट किताब ल्यायो, 1-2 अध्याय यसो हेरेको, यसो गरे यस्तो पाप लाग्छ, यस्तो गरे यस्तो पाप लाग्छ, यस्तो गरे यस्तो। शास्त्र नबुझिकन कर्म गर्यो भने
पाप लाग्दैन। शास्त्र पढ्यो भनेदेखि शास्त्र बमोजिमको काम गर्न पऱ्यो। म शास्त्र सुन्दिनँ। मैले त गोत्र हत्या गर्नुपर्छ, मित्र हत्या गर्नु परिन्छ। 8 टिकाका राजाहरू सबै भारद्वाज गोत्र, यता जयप्रकाश मल्ल मित त्यहाँले काशी गएर चाहिँ भारद्वाज गोत्र त्यागेर अनि चाहिँ काश्यप गोत्र धारण गर्यो। त्योभन्दा सांस्कृतिक क्रान्ति के हुन्छ? त्यसपछि लडाइँ गर्दाखेरि विक पोइन्ट, हजुर, दुश्मनको विक पोइन्ट कहाँ छ त्यहाँ अर्को दुश्मनले ठोक्ने। अनि गोर्खाली बाहुन क्षेत्रीहरू भात खाँदाखेरि सबै लुगा काटेर लुगा फुगाएर भात खाने। लुगै लगाएर भात खायो भने त्यो बिटुली त्यसको जातको त्यो काया फाल्यो। गोर्खाली सेनाले एक ठाउँमा भात पकाएर खान थालेर छ। हजुर, यहाँका नेवार सेनाले थाहा पाए गोर्खालीहरू भात खाँदाखेरि अनि पुरै लुगा चाहिँ खोलेर खान्छन्, ढाल तरवार पनि खोलेर राख्छ। त्यहाँ भात पकाउनलाई त्यही चाहिँ आक्रमण गरिदिए। भातको कसौडी कता गयो, ढाल कता गयो, खुँडा कता गयो, गोर्खाली सेना भाग। हजुर, अनि पूर्व आपद धर्म। अबदेखि सेनामा जागिर खाएका बाहुन क्षेत्रीले लुगा नकाडिकन भात खाए हुन्छ, जात जाँदैन भन्थ्यो। सेनामा जागिर खाएका बाहुन क्षेत्री र गुरुङ मगरले सँगै बसेर खाजा खाए हुन्छ, जात जाँदैन भन्यो। खाजा भने के हो त? आलु पकाएको छ, झोल बनायो भने त्यो तिउन भयो, त्यो छोइयो त्यो बेलाको जमानामा। हजुर, तर घिउ तेलमा फ्राई गरेको छ भने त्यो छोइएन। घिउमा पकाएको अनदीको लट्ठे त्यो छोइएन। दुधमा पकाएको घिउ हालेर पकाएको खिर त्यो छोइएन। मकै भटमा छोइएन। हजुर, दुध दही छोइएन भनेपछि गुरुङ मगर र खस बाहुनको बिचमा सद्भाव भयो नि त। अनि कुम ठेलेर चाहिँ नि खस मगर ठकुरी र गुरुङहरूले राज्य धान्यो। अनि अर्को एउटा तितो सत्य के हो भने लमजुङ गरुड हो हजुर भन्नेको पछाडि जस्तो पाल्पाले राजा मुकुन्द सेनले पाल्पाबाट कछाड टिस्टासम्म राज्य अर्जे। तर यो काठमाडौँ नेपाल मण्डल बुढै भएर खोगे भने नेपाल मण्डल हो नि त। पटक आक्रमण गरेको छ, जित्न सकेको छैन। किन जितेन? मुकुन्द सेनलाई ठकुरी भन्दैन। ओ त पश्चिम नेपालबाट जितारी मल्ल आए, रिपु मल्ल आए, आदित्य मल्ल आए। गोपाल वंशावली के भन्छ? पश्चात खसिया वा। पश्चात भनेको पश्चिमबाट खसिया खसहरू आए भन्छ। अपुट सय खसिया पात यो त राष्ट्र बने सेवितम। अपुट सय 800 खसिया खसहरूलाई मारेर राष्ट्र बनेको जनता वनभित्र गए भन्छ। तर मुकुन्द सेनलाई मगलय जुजु मुकुन्द सेन भन्छ, मगरको राजा भन्छ। र मुकुन्द सेनको फौजमा ठकुरी र मगर मात्रै थिए, गुरुङ थिएन। ठकुरी र मगर मात्रै भएको हुनाले बुढो भएर खोके तापनि नेपाल मण्डलले जित्न सकेन। र पृथ्वीनारायण शाहको पालामा खस मगर र गुरुङ मिसियो। गुरुङ मिसिएको हुनाले अब चाहिँ नि नेपाल मण्डललाई पनि जित्न सक्यो, नेवारलाई पनि जित्न सक्यो, पूर्वका राई लिम्बूलाई पनि तह लाउन सक्यो। तितो सत्य भनेको यही हो।